एभ्रिवान जय मसी नमस्ते सेवा सबैजनामा। आजको मेरो विक अफ चाहिँ यसरी स्पेसियल गरिरहेको छु। तपाईहरुले बुझिसक्नु भयो होला यो के हो भनेर। अब म चाहिँ आज मोमो बनाउने अनि मोमो चाहिँ मैले अर्कै कुरामा मतलब अर्कै भेराइटिजमा ट्राई गर्न आँटेको छु। भिडियो हेर्दै गर्नुहोस् होला, तपाईहरुले थाहा पाउनुहुन्छ कस्तो चाहिँ मोमो बनाउन आँटे यसले भनेर। मतलब त्यो बनिरहेको हो अरू ठाउँमा चाहिँ, तर मैले चाहिँ फर्स्ट ट्राई गर्दैछु। यहाँ रह्यो मैदा गरेको छु, नाइफ, गाजर अनि बन्दाकोपी, यहाँनिर प्याज रेडी गरिरहेको छु। त्यहाँ पानी छ अनि यहाँ दुईटा बर्तनहरू यो किमा गरेर हाल्ने। सो हेर्दै गर्नुहोस् होला गाइस। तपाईहरुले मैले चाहिँ अघि एक्स्ट्रा मोमो बनाउँछु भनेको थिएँ, यही हो। अलिकति म लाइट हालेर देखाइदिन्छु ल। यही हो, यो चाहिँ सबै मैले भेजिटेबल्सले नै बनाएको, सागसब्जीले नै। यो चाहिँ रहेको छ बिटरुटको सुपले बनाएको, देख्न सक्नुहुन्छ यहाँनिर छ। अनि यो चाहिँ गाजरको सुपले बनाएँ। अनि यो चाहिँ मैले पालकको यसले ट्राई गरेको थिएँ यो ग्रिन बनाउनु, तर मेरोमा मिक्सी नभएको कारणले गर्दाखेरि चाहिँ मैले यसलाई पकाएर उमालेर जति पनि रस आउँछ त्यसले बनाएँ। अनि यो चाहिँ रह्यो हाम्रो नर्मल डो जो हामी सधैँ बनाउँछौँ मैदा, त्यो भयो। यो दुईटाको चाहिँ कलर एकदम राम्रो आएको छ। यसको चाहिँ अलिक बेसी कलर आएन, मतलब लाइटली मात्रै आएको छ। अनि यो चाहिँ अलिकति कडा भएको छ, अनि अरू चाहिँ सबै एकदम राम्रो छ डो। अब म तपाईहरुलाई बनाएर भरे कस्तो हुन्छ यसको टेस्टहरू पनि बताउँछु है। सो तपाईहरुले पनि यो ट्राई गर्न सक्नुहुन्छ। मैले चाहिँ सबै भेजिटेबल्सहरूलाई पकाएर नै बनाएको छु, बस यसलाई मात्रै मैले गाजरलाई मात्रै पकाइनँ, किनभने मैले यसलाई उयो गरेको थिएँ, ग्रेट गरेर जो पनि सुप आएको थियो त्योबाट बनाएको। हेर्दै गर्नुहोस् होला मेरो आजको नयाँ रेसिपी मेरो लागि चाहिँ। आज चाहिँ बाहिरको वेदर हेर्नुहोस्, एकदमै रमाइलो भइरहेको छ। मतलब एकदमै शीतल। हिजो बेलुका पनि पानी मजाले आएको थियो, अनि आज पनि पानी आउने छ। यहाँ के उयसहरू उडिरहेको छ, आज पनि पानी आउने रहेछ। यस्तो भइरहेछ वेदर चाहिँ। कालो बादल पारी कालो बादल देख्दा वर्षा हुन्छ भन्ने हामी वचन पुरो भएको देख्दा, वचन पुरो भएको देख्दा ख्रिस आउँछ भन्ने हामी। हे दाजै हाम्रो यीशु आउने लागेछ। गीतले पनि सही नै भन्छ। कालो बादल भएपछि चाहिँ पानी पर्छ भनेपछि हेर कस्तो कालो भइरहेछ। यो मेरो रुमको अगाडिको नजारा, अलिकति भए पनि यहाँ हरियाली छ। अस्ति मलाई मौरीले चिरेको चाहिँ यहीँ कहाँ हुनुपर्छ, मौरीहरू खोज्नु जानु भएको छैन। अब यो रह्यो, यो चाहिँ तित्तिरीको बोट। एकपल्ट चाहिँ सुकिसकेको छ, तर पनि यो साइडमा चाहिँ हेर्नुहोस्। यो फुल चाहिँ तपाईँहरूले प्राय मेरो भिडियोमा देख्नुभएको छ। यस्तो दामी फुल छ, यस्तो झुप्पा झुप्पा। म चाहिँ घर आएँ भने चाहिँ यसको कलम चाहिँ मागिकन लिएर आउनुपर्ने चाहिँ यहाँको सेक्युरिटी भैयालाई। कस्तो दामी फुल छ हेर्नुहोस् न, यसलाई कलम गरेर बनायो भने चाहिँ कति दामी हुन्छ होला। बेङ्गलोर पानी पर्दैछ कि हेर्नु न, पानी आएपछि यसरी अत्तालेर आउँछ हो। पानीमा आएपछि गरम समयमा कस्तो डर लाग्छ भने बाक्लो नबाक्लो अँध्यारो पुरा धुवा उडेको जस्तो हो पानी त। बाफ्रे, यता हेर्नु के अरे हालत यहाँ छ माइकहरू चाहिँ। अब दैलो बन्द गर्ने बेलामा मेरो किमा रेडी भइसकेको छ। अनि यहाँ तेल मक्टुमा लाउनुको लागि, अनि यहाँ पिठोहरू छ। मक्टु चाहिँ मेरो कस्तो छ भने यस्तो छ, अलिकति देसी जुगाड लगाएर आज काम गर्नुपर्ने छ। सो हेर्दै जानुहोस् होला अब कस्तो बनिन्छ। अहिले चाहिँ पानी पुरा पावरै गएको कारणले गर्दा मैले चाहिँ पछाडिको फ्ल्यास लाइट अन गरिकन चाहिँ गर्दैछु काम। अनि बेलन चाहिँ छ, बेलना चाहिँ छ, बेलन चाहिँ छैन यहाँनिर, त्यही भएर यो थाहा हाम्रो देसी जुगा। सो स्टार्ट गर्छु है म। पावर छैन, अब यतिकैमै बनाउँछु, लाइटै छैन। स्टार्ट गरेँ मैले।
सबै भेज खाएको चाहिँ सानो बनाएर टाइम बेसी हुन्छ फेरि हामीले चाहिँ कहिलेदेखि मोमो भन्छ ठुलो ठुलो हामीले सानो सानो आँखै मोमो बाहिर बनायो भने बनाएर खान्छ पछि पछि गरेर मोमो गर्छ प्राइस हुन्छ ठिकठाक मोमो गर्छ सबै बनाएर चाहिँ बनाएर चाहिँ बनाउँछु गोबी पिस चाहिँ किन्छ यो रह्यो गुलाबी गुलाबी त्यही छ तपाईँले तपाईँले पक्ष मेरा पाउँदै छैन फल बस्नु कति बेला यत्रो पानी परिरहेछ भने भित्र चाहिँ बस्नु पकाइ हाम्रो क्या पक्नै पर्ने यो सबै चामल हाल्नु फास्ट फुड भन्दै यो कस्तो भन्नु पर्छ यसमा नि रसमलाई कति छ तर एकदम खाना चाहिँ दामी छ यो क्रिममा चाहिँ अलिक भन्नु रङ्गी गुलाबी मेरो मोमोको के भन्छ दाना अब दानै तला नै के हो यसरी बनाएको छ यो कलर अनि यो कलर चाहिँ एकदम दामी आएको छ यो ग्रिन चाहिँ अलिकति भएन तर पनि यतिको चाहिँ अहिले पास आएर चाहिँ कलर आएछ यो चाहिँ नर्मल कलर भयो 4वटा कलरमा ट्राई गर्दैछु हेर्नु कस्तो बनिन्छ अब स्टार्ट गर्छु पहिला सुरु चाहिँ यो ग्रिनबाट गर्छु कस्तो बनिने रहेछ यसो दामी बनाउनु पर्छ के भन्दै दामी बनाइन्छ गरम चाहिँ अब के भन्छ बाहिर चाहिँ यस्तो दामी पर्ने भर्खर लागि तर पनि गरम चाहिँ अनलिमिटेड मेरो मोमो यो अझै यसको यो चाहिँ देसी जुगाड मैले तपाईँहरूलाई अघि भनेको थिएन म देसी जुगाड लगाउँछु भनेर यो चाहिँ सानो छ मुनिको त्यहाँनिर पनि बनाएर लगाएको छु अनि यो माथिबाट अब अहिलेबाट पाकिसकेर देखाउँछु तपाईँहरूलाई हेर्नुहोस् है यस्तो आएको छ यसको कलरले चाहिँ एकदम दामी भएको छ एकदमै मन परेको कलर चाहिँ मलाई चाहिँ यो एकदमै दामी भएको छ अनि ठिकैको भएको छ मेरो आजको के भन्छ मास्टर सेफ हो म चाहिँ यहाँनिर उयो गरेको कस्तो भएछ टेस्ट भनिदिनु त बहिनी दामी फ्लेभर कस्तो आएको छ राम्रो आएको छ दामी आजको मेरो मोमो चाहिँ यस्तो भएको छ यो दुईटा चाहिँ गाजरको हो यो बिटको हो यो दुईटा चाहिँ उयसको कहाँ लगाएको लाटी म त उयो भनिरहेको यो सस टमेटो सस यो चाहिँ दुईटा चाहिँ उयसको पालकको यो केटीले चाहिँ यहाँ अलिकति काम बिगारेको छ अब टेस्ट गरेर भन्छ खाऊ कुन चाहिँ वाला खानु जुन चाहिँ भए पनि खाऊ अचार उयस भएन भने उयस गर अर्को दिन्छु म मम्मी सुपमा नुन चलाउनु ल नुन चलाएको छैन सुप पनि च्याक्क के छ